सारांशमा यहाँ मानिसहरू खराब भएर देश बिग्रिएको होइन, सिस्टम नै करप्टेड छ, सिस्टममा भाइरस लागेको छ। सिस्टमलाई एक दुई ठाउँमा टालटुल गरेर पुग्दैन, यसलाई ओभरअल नै गर्नुपर्ने बेला भएको छ। संविधान र कानुनमै खोट छ, व्यवस्थामै खोट छ, व्यक्तिमा खोट होइन। त्यो बदल्ने कसले अब? त्यो मुख्य प्रश्न। अब एकछिन जेनजी आन्दोलन सम्झिनुहोस्, उनीहरूको माग, मुख्य माग भ्रष्टाचार विरुद्ध आन्दोलन सम्झिनुहोस्। त्यसको लागि त्यहाँ मारिएका युवाहरू सम्झिनुहोस्, तिनको रगतमाथि ओढाइएको कपडा सम्झिनुहोस्, अनि त्यसैको आधारमा गरेको अहिलेको निर्वाचन सम्झिनुहोस्। निर्वाचन आउँदैछ, अब भोट दिनु अघि माथिको सिनारियो एकपटक सम्झिनुहोस्, मुटुमा हात राखेर एकपटक भन्नुहोस्, अनुहारले सिस्टम ठिक गर्न सक्ला? कानुन र संविधान नै परिवर्तन नभई त्यहाँभित्र भएका बिग्रिएका व्यवस्थाहरू नसुधारुन्जेलसम्म देशबाट भ्रष्टाचार निर्मूल हुनेवाला छैन। जसले यसलाई बदल्ने तरिका जानेको छ, जसले यो प्रब्लम आइडेन्टिफाई गरेको छ, जसले यो बदल्छु भनेर दृढ संकल्प गरेको छ, उसलाई भोट दिनुहोस्। उसको ज्ञान कति छ त्यो हेर्नुहोस् र उसको क्षमता छ कि छैन त्यो हेर्नुहोस्। नयाँ सोच चाहिएको हो, देशलाई नयाँ दृष्टिकोण चाहिएको हो, सिस्टममा परिवर्तन चाहिएको हो, कानुन र संविधानमै परिवर्तन चाहिएको हो, त्यो बुझ्ने मान्छे चाहिएको हो। पुरानै दलभित्र पनि राम्रा मान्छेहरू छन् र यो बिग्रेको सिस्टम ठिक पार्छु भन्ने संकल्प छ र तपाईँलाई विश्वास लाग्छ भने तिनीहरूलाई भोट दिनुहोस्। नयाँहरूमा यो संकल्प छ भने नयाँहरूलाई भोट दिनुहोस्। अब मान्छे छान्ने बेलामा विचार गर्नुहोस्। चुनावी नारामा म अब बाटो बनाइदिन्छु, पुल बनाइदिन्छु, बिजुली ल्याइदिन्छु, बिजनेस टावर चलाइदिन्छु भन्नेहरूलाई होइन। करप्टेड सिस्टम म सुधारिदिन्छु, करप्टेड सिस्टमलाई म सही लिकमा ल्याउँछु र त्यो ल्याउने उपाय मसँग छ, यसरी यसरी ल्याउँछु भन्ने जो मान्छे छ त्यो चाहिएको अहिले देशलाई। गफाडीहरू होइन, काम गर्ने मान्छे चाहिएको, काम गर्ने तरिका जानेको मान्छे चाहिएको, काम गर्ने ज्ञान भएको मान्छे चाहिएको देशलाई। देश सही दिशामा गयो र सिस्टम ठिक ठाउँमा आयो भने पुल बनाउने, बाटो बनाउने, बिजुली ल्याउने र भ्यू टावरहरू बनाउने काम 1 वर्षभित्रमा हुन्छन्, धेरै समय लाग्दैन। यदि कसैले त्यो नारा दिँदैछ भने त्यो ललिपप हो, ललिपपमा नफस्नु होला। अन्तिम मौका छ, अब त्यसको फाइदा उठाउनु होला। सही मान्छेलाई माथि पुर्याउनु होला। पहिला नै गनाइसकेका टेस्टेड करप्टेड मान्छेहरूलाई यसपालि पत्ता साफ गर्नु होला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।